टिममा यहाँ दुईजना छ यहाँनिर दुईजना छ फुपू यहाँ हेर्नु ल भित्र हेर्नु आफै के भन्नुहुन्छ यो विषयमा कि तपाईँ अब आफै म झ्यालबाट ढोका खोल्दिउँ होइन यहाँ को मान्छे चाहिँ छ यो अलिकति नराम्रै हुन्छ गाउँघरमा यस्तो हुँदैन गाउँघरमा यस्तो हुँदैन नराम्रो भनेको कहाँ हुन्छ होइन नराम्रो भनेको कहाँ हिँडेको हुन्छ के मेरो दिदीहरूको यतिको त अधिकार मलाई पनि लाग्छ क्या ल फुपूलाई हात नहाल्नु फुपूलाई हात नहाल्नु फुपूलाई हात नहाल्नु भन्दैछु गल्ती गर्ने पनि फुपूलाई हात हाल्ने पनि यो त भएन नि त यो त भएन नि त यो त भएन नि त मैले भनेको छु नि मैले भनेको छु नि मैले भनेको छु नि यो चाहिँ भन्नु न के हो यो चाहिँ के हो तपाईँ विवाहित मान्छे होइन विवाहित मान्छे हो कि होइन तपाईँ साथी अनि साथी यसरी राति भेट्छ त तपाईँ बिहे गर्नुभएको मान्छे सुन्नु यहाँ सुन्नु यहाँ सुन्नु तपाईँ विवाहित मान्छे त्यो पनि उहाँनिर भन्नुहुन्छ माउलोमा बसेको छु भनेर अनि हामीलाई नराम्रो हुन्छ कि हुँदैन गाउँमा भोलि कहाँ बस्यो भन्दाखेरि माउलोमा बसेको छु अनि कहाँ कसलाई नराम्रो हुन्छ एक हामीलाई नराम्रो हुन्छ हो फेरि भन्दैछु मलाई त सक्नुहुन्न ल फेरि मलाई त सक्नुहुन्न फेरि राम्रो हुँदैन नि फेरि राम्रो हुँदैन यो चाहिँ नाना राम्रो हुँदैन यो चाहिँ के हो त यो चाहिँ के हो अलिकति जानु के फुपू हो मेरो अधिकार लाग्छ यतिको खोजी गर्नु म लाग्छ क्या यतिको पक्रिनु खोजी गर्नु मैले पनि पाउँछु मेरो फुपू हो मेरो फुपू हो यहाँ आएर यो नराम्रो हुन्छ चाहिँ कसलाई नराम्रो हुन्छ चाहिँ कसलाई नराम्रो हुन्छ चाहिँ कसलाई यो दिदीहरूको तरिका यो दिदीहरूको तरिका विवाहित मान्छे होइन तपाईँ छोरा छोरी त्यहाँ उ छ भान्जा भान्जी छ के हो त्यो बिजक हुँदैन भान्जा भान्जीको अलिकति दिमागमा आउँदैन भान्जा भान्जीहरू के गर्ने भान्जा भान्जी चाहिँ के गर्ने हो सुरज भेन्दालाई बोलाउँ अहिले बोलाउने हो यो जाने भाइ चुपचापी जानु होइन चुपचापी जानु यो यसरी तमासा देखाउने होइन गाउँ बिग्रिन्छ गाउँ भोलि गएर गाउँ बिग्रिन्छ विचार गर्नु भन्दा पनि विचार मैले किन गरेको भने एक फुपूलाई कुटेको भएर पनि हो क्या एक फुपूलाई कुटेको भएर हो यहाँ सुन्नु एक फुपूलाई कुटेको भएर दोस्रो कुरा भनेको माउलामा बस्यो भनेर भोलि को नराम्रो हुन्छ भोलि को नराम्रो हुन्छ भोलि को नराम्रो हुन्छ एक फुपूलाई भोलि नराम्रो को हुन्छ मैले अस्ति अब त्यति गरेँ नाना भनेर होइन अब एकचोटि फुपूलाई छोएको मात्र होस् म फेरि कस्तो हुन्छ म फेरि थाहा छैन मेरो फुपूलाई छोएको मात्र होस् आमा छोडिदिँदा हुन्छ यस्तो आमा मान्ने भए छोराछोरी मान्ने भए यसरी गरिन्थ्यो बिहे गरेको मान्छे यस्तो गरिन्थ्यो
यस्तो गरिन्थ्यो गरौँ कि राख्नु तँलाई के भयो त अलिकति लाज हुन्छ हौ लाज हुन्छ लाज हुँदैन अलिकति मेरो हातको लाज भन्ने छैन कि राख्नु म पहिला जाउँ त हेर्नुहोस् जानु के त के आमा भनेर जानु के त निस्की ल ढाल्दिउँ छोएको मात्र होस् त ढाल्दिउँ छोएको मात्र होस् त छोएको मात्र होस् त निस्की तँ दाइ छोएको मात्र होस् त निस्की आन्टी बोल्ने लडाइदिउँ छोएको मात्र होस् त नराम्रो होस् होस् गरे फुपूलाई यहाँ छुएको मात्र होस् त अब मैले जानेछु फुपूलाई एकचोटि छोएको मात्र होस् त यो घरबाट निस्किहाल फुपूलाई यहाँ छोएको मात्र होस् त मैले जानेछु मैले जानेछु गल्ती कसको छ अहिले फेरि दिन्छ है म त नाना साना दिन्छु पहिला गएको छैन दिने झ्याम पटाङ दिन्छु नि म त फेरि छोड्देऊ दाहिने हात लाँदाखेरि बनाइन्छ नि अहिले म फेरि दिन्छु म त दाहिने नाना जान मलाई बनाउँछ जीवन दाइलाई बनाऊ अस्ति भेटाएको थियो पुलुक हेर्नु होइन गोठामा भेट्ने काम के छ तिमीहरू जतिको त डाँडामा को हुन्छ फुटाएर हिँड्छु म यसै नराम्रो उसै नराम्रो म गरेर हिँड्छु म मेरो पास पठारमा मेरो अधिकार हो कुनै मुजिकार होइन कुनै मुजिले केही गर्न सक्दैन बिहे गरेर गएर पनि मेरो जति अधिकार छ यो घरमा बिहे गरेर गएको हो कि होइन तिमीहरूको अधिकार हो तिमीहरू बाटो भराछौ त मेरो छोराछोरी मेरो हातमा कुराको हो छोराछोरी छ कि छैन छोराछोरी छ कि छैन अहिले भेट्ला छोराछोरी छ कि छैन के गर्छस् तैँले पालेको छ अनि बिहे गरेर बिहे गरेर जाने बेला सोधेर गएको थियो फुपूलाई सोधेर गएको थियो अहिले यो के हो तरिका अहिले के हो यो तरिका यो के हो तरिका चाहिँ के हो तरिका चाहिँ के हो फेरि मैले हात हाल्यो भन्दाखेरि नराम्रो हुन्छ नि मैले हात हाल्यो भने नराम्रो हुन्छ फेरि मान्छे के तपाईँ ठुलो मान्छे भएर होस् थकेको छैन दिमाग थकेको छैन कसलाई थर्काएको डाँडाबाट हो तलबाट नि भन्दैछु तपाईँ नाना हो यो मान्छेको कस्तो साथी साथीसँग यसरी को सुतिन्छ यसरी सुतिन्छ आफ्नै गाउँको भनेर मैले इज्जत गरिरहेको छु हुन त म कोही पनि पर्दिनँ लु तिमीहरू थाहा छ कोही पनि पर्दिनँ आफ्नो गाउँको नाक नकाटियोस् के गर्नुपर्ने ठुलो कुरा गर्ने होइन भन्दैछु नाना एकचोटि छु हेर्नु सुन्नु भोलि नराम्रो हुने तपाईँहरू हो जाने भए गइहाल्यो यस्तो तमासा देखेर पर्दैन क्या गाउँमा नराम्रो जाँदा ऊ झोली टुङ्गी बोकेर जाँदा पनि हुन्छ क्या अधिकार तेरो अधिकार यो बाठा नि आदिसकोमा मोबाइल अहिले तिम्रो घरबार जान्छ नि यो फोनले घरबार म एकैछिनमा फुटाएर दर पुरा पारेर तिर्छु हौ घरबार होइन बाठा भएर फोटो खिचिन्छस् तिम्रो घरबार गएन छ भने यो फोन फुटाएर फोटो गरिन्छस् बाठा त भागले त घरबाट बाहिर पर्ने
फुटाएर तार ऊ जान गरिदिन्छु म फेरि म फुटाउ न काहीँ नभएको के हो र निस्की यो बाटो निस्की अहिले म फेरि मान्छे दाइ बोलाउँछु तेरो दाजुभाइले रन्डी कमान दाजुभाइले किन चलाइरहेको छ पैसँग अटिन सही बाटो